सेवान्य सबैलाई नोभेम्बर 9, 2025 को दिन हामी हाङ ब्रदर्सले मेरो हातमा भएको किताबको विमोचन गर्न सफल भयो। तर यो किताबको सफलताको पछि एउटा बेग्लै कथा छ अनि त्यो कथा म तपाईहरुलाई यो भिडियो मार्फत सुनाउने छु। यो किताब हाम्रो प्रिय दिवंगत कोपा बिबी राईले लेख्नु भएको हो। उहाँले आफ्नो करियर प्राइमेरी स्कुल टिचरबाट सुरु गरे अनि केही साल बाद उहाँ ब्रिटिश आर्मीमा भर्ती भए। उहाँ जस्तो ब्रिटिश आर्मीबाट 1970 मा रिटायर भएर आएपछि उहाँ अनि उहाँको श्रीमती हाम्रो प्रिय दिवंगत मिमी मनिका राई हाम्रो किराती राई भाषा र संस्कृति हराउँदै गरेको देखेर उहाँहरू चिन्तित भए। यसैकारण हाम्रो किराती राई भाषा र संस्कृतिको महत्त्वलाई बुझाउनु अनि साथै जोगाउनुको लागि हाम्रो प्रिय दिवंगत कोपा बिबी राईले भाषा सम्बन्धित किराती राई शब्द संग्रह किताब बनाउने क्रमको पछि लागि परे। यसपछि यो किताब उहाँ हरेक राई समुदायको मानिसहरूको माझमा पुग्न सकोस् भन्ने उहाँको ठूलो चाहना थियो। उहाँले यो किताब बनाउन 1970 सालदेखि नै सुरु गरे अनि यो किताब बनाउनको लागि उहाँको श्रीमती हाम्रो मिमी मनिका राईको ठूलो भूमिका रहेको छ। सालौंको मेहनत बाद यो किताब तयार गर्नु भएर तर प्रकाशित गर्न नपाई 19 जुलाई 2009 मा उहाँ हामीलाई छोडेर जानुभयो। त्यस समय हामी दाजुभाइ साना साना थिए अनि हाम्रोमा ज्ञान नभएको कारण हामी आफ्नो बाल्यकालमा मस्त थिए। तर हामी विदेश बसेर काम गरेपछि ती देशका मानिसहरूले आफ्नो भाषा र संस्कृतिलाई महत्त्व दिइरहेको देख्दा अनि माया दिइरहेको देख्दा हामीलाई छुट्टो सोच आयो अनि हाम्रो कोपाले लेख्नु भएको किराती राई शब्द संग्रह किताब प्रकाशित नभएको कारण हामीलाई हाम्रो किराती राई भाषा र संस्कृतिको लागि त्यो किताबलाई प्रकाशित गर्ने एउटा ऊर्जा आयो अनि हामी हाङ ब्रदर्स दिवाङ राई, प्रभु हाङ राई, सूर्याङ राई अनि म पारो हाङ राई मिलेर त्यो किताबको विमोचन नोभेम्बर 9, 2025 मा गर्न सफल भएको हामी महसुस गरिरहेको छौँ। हामीलाई यस किताबले हाम्रो किराती राई भाषा र संस्कृतिको महत्त्वलाई जोगाएर ठूलो भूमिका निभाउनेछ भन्ने हामीलाई लागेको छ। अन्तमा हामी हाङ ब्रदर्स हाम्रो सम्पूर्ण महानुभावहरूलाई जसले हाम्रो कोपाको समयदेखिको किताब विमोचनसम्म सहयोग पुर्याइदिनु भएकोमा हामी धेरै धेरै धन्यवादी छौँ। एन्ड फाइनली स्पेशल थ्याङ्क्स टु आवर ब्रदर प्रशान्त लामा जसले हामीलाई सुरुदेखि अन्तसम्म हरेक कुरामा सपोर्ट गरिदिनु भयो। थ्याङ्क यू भेरी मच।